अर्थमन्त्री स्वर्णिम वाग्लेले आज पहिलो निर्णय गर्दाखेरि बोल्नु भएको एउटा टपिक म तपाईका लागि बोल्न चाहन्छु। उहाँले भन्नुभएको छ नेपालको अबको यो बिजनेसको वातावरण बनाउने हो अथवा लगानीको वातावरण बनाउने हो भने नेपालमा रहेका अथवा विदेशमा रहेका नेपालीहरूले लगानी गर्नु पर्यो, व्यावसायिक यात्रा सुरु गर्नु पर्यो अथवा धेरै भन्दा धेरै उद्योग धन्दा, कल कारखाना अथवा व्यवसायहरू सुरुवात गर्नु पर्यो भनेर भन्नुभएको छ। तपाई यदि नेपालमा पनि व्यवसाय गर्ने अवसर पाउनुभयो भने लगानी गर्नका लागि तपाई कुन क्षेत्रमा इन्ट्रेस्टेड हुनुहुन्छ, कतिको बजेट लिएर नेपालमा लगानी गर्न इन्ट्रेस्टेड हुनुहुन्छ, कस्तो खालको बिजनेस नेपालमा गर्न खोजिरहनु भएको छ। आफै एक्लैले हैन, ग्रुपमा गर्न सक्यो भने धेरै कुराहरू क्ल्यारिटी आउन सक्छ, धेरै कुराहरूमा सपोर्ट मिल्न सक्छ। त्यसैले तपाई हामी मिलेरै यो सबै गर्न सकिन्छ भनेर बिजनेस हबमा धेरै भन्दा धेरै साथीहरू जोडिरहेका छौं। तपाई पनि जोडिनु होला। बिजनेस हबमा आफू जस्तै व्यवसाय गरिरहेका धेरै साथीहरू भेट्न सकिन्छ, इन्भेस्टर भेट्न सकिन्छ, तपाईका लागि मेन्टर यहाँ भेट्न सक्नुहुन्छ। तपाईका लागि चाहिएको सपोर्टहरू यहाँ मिल्छ। त्यो भएको भएर बिजनेस हब आजै जोइन गर्नुहोस्। बिजनेस हबको सोशल मिडियाहरू फलो गर्नुहोस्। फेसबुक ग्रुप, व्हाट्सएप ग्रुपहरू जोइन गरेर आफ्ना कुराहरू राख्न सक्नुहुन्छ।